हेलो हेलो नमस्ते। मैले आज मेरो घर निर्माण गर्दै गर्दा सुरुवाती चरणदेखि अन्तिमसम्मको फोटो तथा भिडियोहरूलाई कलेक्सन गरेर एउटा यो मेरो आफ्नो मेमोरीको लागि सुरक्षित हुने गरी युट्युबमा अपलोड गरेर राख्नको लागि भिडियो निर्माण गरेको छु, जसले मलाई भोलिको दिनमा मैले मेरो घर निर्माण गर्दै गर्दा कति समय लगाएर कसरी निर्माण भएछ भन्ने कुराको मलाई स्मरण दिलाउनेछ। यति बेला जति बेला मेरो घरको शिलान्यास र निर्माण कार्य सुरु भएको छ, म कतार पुलिसमा कार्यरत रहेको छु र थिएँ र अहिले यति बेला यो घरको निर्माण कार्य सम्पूर्ण रूपमा सम्पन्न भइसकेको छ र हामी घरमा बसाइ पनि सरिसकेका छौँ। घर पूजा गरेर सम्पूर्ण रूपले हामी बसाइ सरिसकेका छौँ। मैले यो भिडियो भने अलि ढिलो गरी बनाएको हो र अपलोड गरेको हो, किनभने म अब यहाँ बाहिर देशमा विदेशमा कार्यरत भएको कारणले सबै फोटो भिडियोहरू मलाई तुरुन्तै उपलब्ध नहुने समस्या रहेको थियो। त्यसैले मैले पछि सबै कलेक्सन गरेर सबै मेरो बुवाले राख्नुभएको फोटोहरू, उहाँको मोबाइलमा भएको फोटोहरू अरू सबै कलेक्सन गरेर एउटा एल्बमको रूपमा मैले यसलाई निर्माण गरेको छु। देख्न सक्नुहुन्छ मेरो बुवा जग निर्माण कार्य सम्पन्न भइसके पश्चात पिल्लर तथा यो प्लिन्थ लेभलमा पानी दिइराख्नु भएको छ। उहाँको प्रत्यक्ष निगरानी र उहाँको अथक प्रयासले नै यो घर निर्माण गर्न सफल भइएको हो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँ मात्र नभएर मेरो यो घरको नक्सा निर्माण कार्यदेखि लिएर पछिसम्म यो इन्जिनियरको रूपमा महेश सिंह धामी मेरो सालाजी, अनि मलाई पैसाको अभाव भइरहँदा सहयोग गर्नुहुने मेरो अङ्कल मिन विष्ट, भाइ रोशन विष्ट, अनि आन्टीहरू, अनि कान्छो अङ्कल रवि विष्ट, उहाँले पनि केही पर्यो भने भन है म सहयोग गर्छु, जताबाट भए पनि सहयोग गर्छु भन्नुहुन्थ्यो। त्यसै गरी दाइ त्रिविक्रम विष्ट, भाउजू, अनि उहाँहरूले पनि एकदमै सहयोग गर्नुभयो। त्यसै गरी म मेरो श्रीमती मिना धामी विष्टलाई पनि विशेष धन्यवाद र सम्झन चाहन्छु। उसले पनि आफूले जब गरेको, दुःख गरेर कमाएको, बचाएको पैसा सबै यही घरको लागि खर्च गरेको छ। त्यति मात्र नभए उसले जुन आफ्नो जब अवधिभर एकचोटि शान्ति मिसनमा विदेशमा जान पाउने व्यवस्था हुन्छ, त्यही अन्तर्गत विदेश गई आफूले जम्मा गरेको सम्पूर्ण पैसा यसै घरको लागि खर्च गरेको छ। अनि यस घर निर्माण कार्यमा अहम भूमिका खेल्नुहुने ठेकदार लगायत मिस्त्री सबैमा धेरै धन्यवाद भन्न चाहन्छु। कसैको नाम छुटेको हुनसक्छ, मैले अहिले सबैको नाम लिन नसकेको हुनसक्छु, मेरो स्मरणमा नहुन सक्छ। त्यही भएर सबैलाई धन्यवाद भन्न चाहन्छु। इष्टकुल देवता केदार हुनराज कैलपालले सबैको रक्षा गरून्। जय इष्टकुल देवता, जय पितृदेव। धन्यवाद, थ्याङ्क यू।